मैले सम्झिनु पर्ने होइन धेरैले सहयोग गरेको छ तर मेरो गर्लफ्रेन्डलाई मैले एकदम धेरै सम्झिन्छु उसले मलाई यस्तो धेरै सपोर्ट गर्छ होइन मैले यो कुरा चाहिँ ब्रोले निकाल्दैन होला उसको होइन म निकाल्छु यार ब्रो मैले किन ननिकाल्नु उसको घर नजिकै मेरो डेरा थियो उसले घरबाट खाना ल्याइदिएर आउँथ्यो क्या मैले पकाउनु मलाई गाह्रो हुन्थ्यो बिहान र बेलुकी क्या आफै हिँड्दै क्या दौडेर होइन खाना ल्याइदिने अनि घर जाने कहिले मेरोमा सामान भएन भने उसले आफ्नो घरबाट सामान ल्याइदिने चामल सकिने चामल ल्याइदिने कहिले के ल्याइदिने भाँडा ल्याइदिने त्यसो गर्दै गर्दै सपोर्ट गर्दै उसको सबै कुरा छ राम्रो छ उसको फेरि होइन उसको ब्याकग्राउन्ड सबै कुराहरू अनि त्यसपछि अहिलेसम्म छ अब यो दिनसम्म पनि ऊ मसँगै छ होइन अब हामी जस्तो खुसी लाग्छ अहिले उसले पनि आफ्नो फिल्मतिर गरिरहेको छ राम्रो उसले आफ्नो राम्रो काम गरिरहेको छ मैले पनि राम्रो गरिरहेको छु अझै सक्सेस त भएको छैन ब्रो होइन तर जस यहाँसम्म चाहिँ सँगै आइएको छ उसले एकदम धेरै हेल्प गरेको एउटा हात चाहिँ हुनुपर्छ एउटा सपोर्टिभ एउटा मान्छे भयो भने आफ्नो पछाडि फिमेल लक एकदमै ठुलो कुरा लाग्छ मलाई चाहिँ किनभने अझै बवाल हुन्छ जस्तो लाग्छ उसको मेरो लाइफमा